टु च्यानल आफ्टर लङ टाइम इट्स मी आसमा र आज चाहिँ तिहारको दिन यहाँनिर हल्ला धेरै भइरहेछ होइन बाजा बज्ने के बज्ने रमाइलो भइरहेछ अब यसमा चाहिँ हाम्रो तिहार सुन्छ यहाँ चाहिँ तास खेल्नेको छ बुवा यहाँ हुनुहुन्छ र यहाँ चाहिँ हाम्रो पूजाको सामानहरू रेडी भइराखेको छ गाइस ल अब त म पनि एकछिनमा रेडी हुन्छु होइन अब बल्ल काम सक्यो अब एकछिनमा रेडी भइसकेर म अब कपडा लगाएर भेट्छु है त म रेडी पनि भइसक्यो होइन अब साइड पनि हुन आँटिसक्यो लुगा सुलाएर रेडी भइसकेँ आमा गाह्रो भयो आमालाई चाहिँ गाह्रो भइरहेको छ होइन मम्मी यहाँ यस्तो रेडी भएर राम्री भएर केही छैन फेरि आज आमा चाहिँ म्याचिङ ड्रेस म्याचिङ हाम्रो आमा पनि यहाँ राम्री मम्मीहरू हामी यताबाट यतै घुम्छौँ के अब चाहिँ हाम्रो टिका लगाउनलाई स्टार्ट भइसकेको छ सबैजना रेडी छन् हाम्रो चाहिँ ग्याङै हुन्छन् होइन टिका लगाउने यो चाहिँ असु ग्याङ यहाँ एउटा छ डन हो यो चाहिँ फेरि ल अब टिका लगाउनु ओए साने यता हेर यता हेर कान्छ यता हेर कति राम्रो तपाईँ समात्यो उतापट्टि गर्न होला उता सर लक्कै हो लगाएर चाहिँ अब सक्यो अब हाम्रो टिका लाउने पालो कस्तो लागिरहेको छ त तिमीलाई दुईजना यहाँ बस न घाटा पर्दैन मेरो टिका चाहिँ राम्रो छ मेरो मम्मीको झन् चिट्टै परेछ अनि यता आइज नि त्यता तलै ढाका टोपी त लास्टै ठुलो भएछ त लास्ट
ओसु तिमीलाई कस्तो लागिरहेछ थ्यांक यू हामी कान त के भन्छ फोटो खिच्न लागेको या रेडी हुँदै हुनुहुन्छ सबैजना चुप लाग के भयो त बच्चा भेटा सुन्छस् लाज लाग्दैन बोल्दै स्कुल छ हाम्रो चाहिँ अब टिका सिका लाएर खाना पनि खाएर बसिसकेको छ यता मेरो प्यारी बहिनी छि तँलाई तिहार रमाइलो भयो 2 वर्षपछिको तँलाई तिहार रमाइलो भयो कहाँको 2 वर्ष 4 वर्ष लाग्ने मैले अनि म थिइनँ नि त पोहोर परा थिएन नि त म थिइनँ नि त मैले लगाएको थिइनँ नि त ए भन्छ म भए पनि नभए नि तँलाई केही फरक पर्दैन के पर्दैन सबैले टिका लाउने पख्तला अब अर्को वर्ष नै मैले टिका लगाइदिएँ तँलाई म भएको ठिक कि नभएको भएको ठिक किन मैले टिका लगाइदिँदा चाहिँ राम्रो हुन्छ ओसो मैले टिका लगाइदिएको राम्रो कि नलगाएको मुख भोलि चाहिँ के गर्यो त यो मुखमा के गरेको यिनीहरूले मलाई हेरे म नभए नि केही फरक नपर्दो रहेछ भन्ने जसले टिका लाउने होइन यार जसले टिका लाउने हो मैले जे गरे नि जसले पनि लाउने नि हो सेम कुरा पाउने नि हो सेम कुरा लाउने नि हो जे कुरा त्यसो भए त तेरो मम्मीले तँलाई टिका लगाइदिनु पर्यो नि त जसले लाइन टिका लगाइने हो भनेपछि त दिदी बहिनीले जसले हाल्न पनि पायो नि त्यही त दिदी बहिनीले म जसलाई नि हाल्न पायो लो दिदी बहिनीले किन चाहियो अहिले हाल्नु चले दिदी बहिनी चाहियो चाहिँ किन भन्ने कुरो हो नि त ल तँलाई दिदी बहिनी चाहिन्छ चाहिँदैन उसलाई दिदी चाहिन्छ चाहिँदैन तँलाई चाहिन्छ चाहिँदैन ओ चाहिँदैन चाहिने रहेछ नि होइन मलाई यस्तो हेप्छ नि यिनीहरू तिमीलाई दारा चाहिन्छ चाहिँदैन हो तिमीलाई दाराले खुट्टा ढोक्यो है मेरो यिनीहरूले यसले नि खुट्टा ढोकेन नै यहाँनिर के रे अनि ढोकेर बस्छ त यो खत्तम भइसक्यो स्कुल नगएको दसैँ तिहार बिदार भएर खत्तम एकदम खत्तम के हो तेरो चाहिँ पारा सँग जाऊ बाई 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 हाम्रो घरमा चाहिँ धेरै टाइम लगाएर खाने चाहिँ हाम्रो सानो दिदी हुनुहुन्छ हम त गाइज यहाँ खानेकुराको मात्र हेरौँ खानेकुराको बाबा मम्मी भर्खर खाना लाग्नु भएको छ एउटा डन छ बाई हाम्रो चाहिँ तिहार पनि सक्यो फाइनली टिका लाग्यो खानासाना खायो होइन अब सबैजना अलमोस्ट गइसक्नु भयो मामाहरू चाहिँ ठुलबाट आउनुभएको थियो र हाम्रो चाहिँ यति रमाइलो तिहार हुन्छ कि होइन 10 जना 11 12 जना हो होइन टिका लाउनु पर्छ मैले तर अहिले 2 जना चाहिँ हुनुहुन्न 2 जना बाहिर हुनुहुन्छ एकजना दाइसँगै काम भएको भएर आउन पाउनु भएन योपालि चाहिँ 9 जनालाई मात्र लाग्यो यति रमाइलो भयो कि होइन सबभन्दा मनपर्ने चाहिँ मलाई तिहार हो कि होइन तिहारमा चाहिँ 9-10 जना दाजुभाइ हुँदाखेरि चाहिँ कस्तो पुरै रमाइलो लाग्ने होइन अनि योपालि चाहिँ अब 3 जना छुट्टै खल्लो लाग्यो मेरो आफ्नै दाइ चाहिँ बाहिर छ 2 वर्ष टिका लाउन नपाएको होइन अब हेरौँ अर्को वर्ष लाउन पाइन्छ योपालि चाहिँ झन् 2 वर्षपछि मैले टिका लगाएको नि त होइन यहाँनिर यति खुसी लागिरहेको छ कि सबजना 2 वर्षपछिको तिहार मेरो